नमस्ते, जय मसीह। सबैलाई ख्रिस्टी अभिवादन। आजको वचन छ हराएको छोराको दृष्टान्त। लुका 15 अध्यायको 11 देखि 32 सम्मलाई म पढ्न गइरहेको छु। उहाँले भन्नुभयो, कुनै मानिसका 2 छोरा थिए। कान्छो चाहिँले बाबुलाई भन्यो, पिताज्यू, मेरो भागमा पर्ने धन सम्पत्तिको हिस्सा मलाई दिनुहोस्। तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए। धेरै दिन बित्दा नबित्दै सबै धन सम्पत्ति बटुलेर कान्छो छोरो टाढा देशमा गयो र त्यहाँ भोग विलासमा आफ्नो धन सम्पत्ति उडायो। त्यसले सबै रुपियाँ पैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठुलो अनिकाल पर्यो र त्यसलाई अभाव हुन थाल्यो। त्यो गएर त्यस देशको एकजना नागरिक कहाँ त्यसले काम माग्यो। त्यसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो। सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो अनि कसैले त्यसलाई केही दिँदैनथ्यो। जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, मेरो बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर म चाहिँ भोकले मरिरहेछु। म उठेर आफ्नो बाबु कहाँ जानेछु र उहाँलाई भन्नेछु, बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु। अब उपरान्त म तपाईँको छोरो भनिने योग्यको छैन। मलाई तपाईँको ज्यालादारी चाकरहरूमध्ये एउटा सरह तुल्याउनुहोस्। तब त्यो उठेर आफ्नो बाबु कहाँ गयो। तर त्यो धेरै टाढा छँदा त्यसका बाबुले त्यसलाई देखे र तिनी दयाले भरिए र दौडेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे। छोराले तिनलाई भन्यो, बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु। म फेरि तपाईँको छोरो बनिने योग्यको छैन। तर बाबु चाहिँले आफ्ना कमराहरूलाई भने, झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेऊ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेऊ र पुष्टाइराखेको पशु मार र हामी खाएर आनन्द मनाऊ। किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ। तब तिनीहरू आनन्द मनाउन लागे। त्यसबेला तिनको जेठो छोरो खेतमा थियो र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानका आवाज सुन्यो। त्यसले चाकरहरूमध्ये एउटालाई आफू कहाँ बोलाएर यो के भइरहेछ भनेर सोध्यो। उसले त्यसलाई भन्यो, तपाईँका भाइ आइपुगे र तपाईँका पिताले पालिराखेको मोटो पशु मार्नुभयो, किनकि उहाँले तिनलाई सकुशल र स्वास्थ्य फर्किआएका भेट्टाउनु भयो। तर त्यो रिसायो र भित्र जान मानेन र त्यसको बाबुले बाहिर गएर त्यसलाई मनाउन लागे। तर त्यसले बाबुलाई भन्यो, हेर्नुहोस्, यतिका वर्ष मैले तपाईँको सेवा गरिरहेको छु अनि तपाईँको आज्ञा कहिल्यै उल्लङ्घन गरिन। तापनि मैले आफ्ना साथीहरूसँग आनन्द मनाउन तपाईँले मलाई एउटा पाठो पनि कहिल्यै दिनु भएन। तर तपाईँको सम्पत्ति वेश्याहरूसँग उडाउने यो तपाईँको छोरो आउँदा चाहिँ तपाईँले पालिराखेको मोटो पशु त्यसको निम्ति मार्नुभयो। तब तिनले त्यसलाई भने, छोरा, त मसँग सधैँभरि छँदैछस् अनि मेरो सबै सम्पत्ति तेरै हो। तर हामीले आनन्द मनाउनु र खुसी हुनु उचित थियो, किनकि त्यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ। आमेन।